दुवैजनाले एकैचोटि Hello and namaste and how are you guys? New days, new vlogs. बतासे vlogs मा हार्टली वेलकम है केटाहरूलाई। त्यही हो अब अहिले हामी यता कोसीको पुल छेउछाउतिर छौँ, कोसी खोलातिर छौँ। बागमती रिभर्स या बागमती रिभर्स। यहाँको भ्यू चाहिँ फेरि बबाल छ। केटा हो है एकपटक सर हेरिदिउँ सर्ट यहाँ यताको दिइरहेछ, खेत जोतिरहेछ। यस्तो छ है यताको माहौल चाहिँ सर। अनि या स्मेलिज एन्ड ह्युज रोसन फर ह्युज डेज न्यू ब्लग्स है केटा हो। अब धेरै पछि चाहिँ आज ब्लग गर्दै अब अहिले हामी चाहिँ यता किसो हन्टिङ हान्नलाई निस्केको छौँ। यस यता तोरीहरू टक्क फुलेर एकदम ढकमक्क पारेछ बारी नै है। त्यही हो अहिले चाहिँ हामी दुईजना लागिरहेछौँ। अब उता यहाँ भटौली खोला, भटौली खोलाको पुलमा आइसकेको छौँ। ब्रिज हन्टिङ हान्नुपर्ने हुन्छ हामीले एक दुईवटा। यता यस्तो छ माहौल यताको चाहिँ सर। सो त्यही हो अब चाहिँ हामी यहाँ केही समय एकछिन बसेर चाहिँ निस्किन्छौँ हल्का अगाडि है। के छ अनि तिम्रो को जाने बाबा हामी? फाइनली यहाँ चाहिँ मैले मेरो बिग फ्यानहरूलाई भेटिसकेको छु। अब मेरो लागि चाहिँ हजुरको भ्लगमा आउनु पऱ्यो दादा भनेर चाहिँ हामी बहिनीहरू पुरै तर जान लागिरहेछ। सबैजना 3-4जना बहिनीहरू थियो। यसो भिडियो गरिदिनु न भनेर चाहिँ तल गइसकेको छ। भिडियो बनाइदिने हो बहिनीहरू? ल भिडियो बनाइदिनु भनिरहेछ। एकदम बतासे ग्याङको चाहिँ अब पुरै बतासे ग्याङहरू चाहिँ भेटेर चाहिँ पुरै आइसकेको छ। हाम्रोमा चाहिँ दादा हो। ओहो पुल त हल्लिने रहेछ या पुल त कस्तो हल्लिने रहेछ त ओभर आएको छ। बहिनीहरू चाहिँ पुरै उता दादा भिडियो बनाइदिनु भनेर बसिरहेको छ। अर्को पनि गाडी आइसकेको छ यता बहिनी हाम्रो। ऊ बहिनी चाहिँ अहिले पुगेर आइसकेको थियो। यो ब्रिज हन्टिङ हान्न आएको पुरै है बबाल धुलो। अहिले चाहिँ हामी ठ्याक्कै उसतिर छौँ। कुन पुल रे हो भन्दै त भटौली पुलतिर छौँ। ऊ चाहिँ तर पुगेर आइसकेको छ। अब चाहिँ हामी के गर्नुपर्ने हुन्छ? हाम्रो चेलीहरू चाहिँ उहाँ छ। अब फोटो एक दुईवटा हामीले खिचेर निस्किनु पर्ने हुन्छ फोटोहरू। ल एकचोटि हानिदेऊ त सलाम। पुरै फ्यानहरू यो सब्सक्राइबरहरू भेटिसकेको छ। हामीले यता भटौली पुलमा चाहिँ एकदम बवाल हुनेवाला छ। अब आज चाहिँ बहिनीहरू चाहिँ पुरै फोटो खिचिरहेको छ। अब एक दुईवटा म पनि फोटो खिचिदिनु पर्ने हुन्छ उयोहरूको। त्यसपछि हामी यहाँदेखि निस्किन्छौँ। त्यही हो एकदमै बवाल भइरहेछ आज चाहिँ। खुट्टा उचालेर दुवैजनाले एकैचोटि अब बहिनीहरूसँगै हल्का गफसफ हान्यो अनि गइसक्यो उनीहरू पनि। अब फेरि उता नेक्स्ट हन्टिङको लागि जाँदैछौँ। यस एन्ड अब आफ्टर द्याट त्यसपछि के हुन्छ चाहिँ अब त्यतिखेर थाहा हुन्छ। के हुनेवाला छ। अब आज चाहिँ बवाल हुनेवाला छ जे भयो भने। फेरि हामी एकछिन फोटोहरू खिच्यो। एकछिन बाइकतिर निस्किनु पर्ने हुन्छ। एकदम बवाल यहाँको डाँडाहरू टक्क यस्तो छ।
के भन्नु नि त अब यहाँ चाहिँ हामी घुम्न यहाँ के छ कता कता घुम्न आउँदा ठिक होला यही बाटोमा यही बाटो जाने हो, यही बाटो जाने यो यही बाटो चाहिँ हाम्रो खाडादेवी खाडादेवी प्रसिद्ध मन्दिरमा गइन्छ। यस साथै यही बाटो हुँदै हामी काठमाडौँ पनि जाने यही बाटो हो होइन। हजुर अनि यताको हावापानी हो मौसम यो चाहिँ खोला होइन, हाम्रो खोलाको सुपहरू पनि छैन होइन। यो खोला बर्खाको समयमा चाहिँ ठुलै आउँछ होइन। यही हो नि त हिउँदको समयमा चाहिँ यस्तै यस्तै हुन्छ सानसानो होइन। बर्खाको बेलामा चाहिँ यो फेरि वारपार हुन्छ पुरै मान्छेहरूको पनि हाहाकार भएर यो पुल पनि झन् लान लगाएर त्यो खोलाले त्यस्तो हो क्या, रिक्स हुन्छ क्या। हस् यहाँ चाहिँ अब आउँदै हुनुहुन्छ भने अलिकति आउनु होला त्यही भन्न चाहन्छु। अहिले हामी चाहिँ यहाँ घुमेर निस्किसकेका छौँ। अब यता चाहिँ हाम्रो काम पनि धमाधम गर्दै हुनुहुन्छ हाम्रो अङ्कल आन्टीहरूले। यहाँ विशेष गरी चाहिँ यहाँ हाम्रो अहिले तोरीको सिजन रहेछ। तोरी चाहिँ एकदम बवाल फलिरहेछ। अब कोही फुल फुल्दैछ यतापट्टि चाहिँ साइडमा, अनि यतापट्टि गाउँ पनि रहेछ। अनि यो साइडमा चाहिँ अहिले लाउँदै हुनुहुन्छ उहाँहरूले आलुहरू खेतीहरू गर्छु भाइ भन्दै हुनुहुन्थ्यो, बाबु भन्दै हुनुहुन्थ्यो अघि हल्का बसिरहेको थियो। त्यही हो अब आज चाहिँ हामी निस्किसकेका छौँ। आजको ब्लग चाहिँ यही इन्डिङ हुन्छ। अब बिचमा हल्का त्यस्तै भयो, त्यही भएर अहिले चाहिँ बेलुका यसो हल्का दिउँ भनेर। अब नेक्स्ट भिडियोमा भेट्नेछु। सी यू सुन इन नेक्स्ट भिडियो। थ्याङ्क यू, बाई।